मार्केट लाइनमा काम गर्नेहरूको चाहिँ महिनामा एक दिन मात्र छुट्टी हुन्छ। सबै मार्केटमा काम गर्नेहरूको चाहिँ होइन कि म चाहिँ जहाँ काम गर्छु त्यहाँनिर चाहिँ मेरो चाहिँ महिनामा एक दिन मात्र छुट्टी हुन्छ। त्यो अहिलेदेखि चलेको होइन, पहिलादेखि रुल्सै उनीहरूले त्यस्तै बनाएको छ। त्यो रुल्सलाई चाहिँ आफूले एक्सेप्ट गरेर काम गर्ने गर्छु। त्यही पनि 12 घण्टा, त्यही पनि ठिकै छ भनेर काम गर्ने गरिन्छ। यसमा कामकै लागि आएको त काम त गर्नु परिहाल्यो नि होइन। फेरि मेरो मात्रै 12 घण्टा ड्युटी होइन, सबैजनाको 12 घण्टा नि हुनसक्छ। कसैले अब पाउन सक्छन् 10 घण्टा 9 घण्टा यस्तो ड्युटी हुन्छ, त्यो एकदम राम्रो है। तर मेरो चाहिँ 12 घण्टा नि हुन्छ ड्युटी। अनि आज छुट्टीको दिन चाहिँ घरमै बसेर मजाले घरको सरसफाइ गर्नु पर्यो भनेर चाहिँ घरमै बसेँ। धेरै दिन भयो नि त घरको सरसफाइहरू नगरेको, किनकि छुट्टी नि मिलेको थिएन, टाइम पनि मिलेको थिएन। अनि आज चाहिँ छुट्टीको दिन कहीँ पनि जाँदिनँ, घरमै सरसफाइ गरेर बस्छु। अनि चाहिँ हिजो राति नै साथले सफा गरिसकेर चाहिँ आज सफा गर्छु भनेर म चाहिँ सोचेर बसेको थिएँ। उसले रातिबाट आएर के फोहोर देखेर बिचरा सफा गरिसकेर फेरि हामीहरू दुईजनाले चाहिँ एकदम सरसफाइ चाहिने कि हुन सफा नै हामी गर्छौँ। अनि फेरि अरूले फोहोर गरेर छोड्यो भने त्यतिकै रिस पनि कति धेरै उठ्छ, किन यस्तो गरेर राखेको होला, गर्नै नआउने भनेर हामी कुरा गर्छौँ कि। अनि मजाले के गरेर चाहिँ मैले चाहिँ मजाले पुसपास पनि गरिसकेँ, नुहाएर धुवाइ गरेर चाहिँ म बाहिर निस्केँ। म चाहिँ ड्रेस चाहिँ अघिल्लो दिन धुएर सुकाएछु, त्यो ड्रेसलाई चाहिँ मैले भित्र लगेर राख्दिएँ। कुरा के मेरो नङ कति साह्रो पत्रिन्छ, किन यसरी पत्रिया होला मलाई अचम्म लाग्छ। नङ भनेको कुरा लामो नै हुन दिँदैन कि, त्यो पत्रेर काटिहाल्नुपर्छ कि त्यत्तिकै कि। र भएको ठाउँमा चाहिँ अलिकति ठाउँ थियो, त्यसैमा लसुन लगाइदिन्छु अनि लसुन लगाइदिएँ, माथिबाट पानी थोरै लगाइदिएँ। अनि आजको छुट्टी भनेको चाहिँ घरको सरसफाइ अनि मजाले घाममा बसेर सुन्तला खाएँ, यत्तिकै बित्यो।